मान्छे हटाइदिएर अब सरकारको राम्रो फेरि एउटा कुरा चाहिँ के भने तपाईँलाई मैले पर्सनली छान्न चिने पनि डे वानदेखिबाट जब यो सरकार यति बेला हाम्रो देश चाहिँ भाग्यल अवस्थामा चाहिँ सुदन सच्चा सपुतको छुँदा रहेछ यो देशलाई बचायो भन्ने मान्छे एकजना म होला म अब पीडित हुँदै गर्दा पनि त्यो भाइ बहिनीलाई जति तपाईँले गर्नुभएको थियो त्यो कसैले पनि गर्न सक्दैन मैले 4वटा 5वटा किसिम हुन्थ्यो फेरि होला म यति धेरै पीडामा म यति मलाई मात्रै जानु प्रहरीले पनि हेर्दैन थियो हामीलाई यति धेरै गरेँ तर तपाईँ आएपछि हामीले कमसेकम फाइलसम्म खोलेको अवस्था छ तपाईँसँग मैले न्यायको आशा गरेको छु म मात्रै होइन त्यो 76जना भाइ बहिनीलाई पनि तपाईँले न्याय दिनुहुनेछ भन्ने आशा गरेको छु म मरेर गए पनि अरू दिदीबहिनी यसरी सडकमा बस्नु चाहिँ नपरोस् तपाईँ आइसकेपछि होइन तपाईँले बुझ्नुहुन्छ यो कुरा हामीलाई थाहा छ मैले जहिले पनि छैन त्यही तपाईँले बुझ्नु भएको छ पीडा के हो देख्नु भएको छ नि त त्यो भएर आउनुहुन्छ अब अरूलाई सबै कुराले छेके उहाँले मैले धेरै सङ्घर्ष गरेँ नेकपा एमालेमा दुई कार्यकाल बसेँ होइन आफै सिसिएम भएर बसेँ तर आज म त्यही पार्टीबाट सडकसम्म पुगेँ 2 वर्षदेखि मैले छोडेर बसेको छु तपाईँहरूको मलाई केही चाहिएको छैन मलाई न्याय मात्रै चाहिएको छ मलाई कुनै मार्केटिङ गर्न बसेको छैन मलाई केही पनि चाहिँदैन मलाई अन्याय भएको छ न्याय दिनुहोस् यो दिदीबहिनीहरू मेरै आश गरेर बसेका थिए हिजोसम्म पनि मैले 14 वर्षको बालिकाको केस नै उठाएँ तर आज म सडकमा यस्तो मलाई मात्रै चाहिएको म आफै ठुलो रोगी